पछि तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा चाहिँ। सो आज चाहिँ म सुरुदेखि नै आन्दोलन भ्लग गरिरहेको छु है त। अहिले चाहिँ ठ्याक्कै साँझको 5 बजिसकेको अवस्था छ अनि यो चाहिँ ठ्याक्कै बालकुमारीको अवस्था हो है त। म चाहिँ आज कहाँ घुमेर दिनभरि यो दरबार मार्ग हैन अनि बानेश्वर यता सबै घुमेर आइसकेको। यस्तो महल खासै देखाएको थिएन। त्यो पछि चाहिँ कोटेश्वरमा अलिकति तिनकुनेमा हल्ली मत्स्यो भन्ने सुने हो। घरसर फोडेर होइन आगो सागो लगाएर गरेछ। अनि त्यो पछि म रुममै थिएँ कि बसी पो यसो न्युज सिज हेर्छु त अनि काण्ड मचिसकेछ त। अनि के रहेछ भनेर निस्किन लागेको थिएँ। अब बाइकमा निस्किने अनुमति पाइएन। सो हिँड्दै आइरहेको छु। यतातिरको चाहिँ यस्तो छ यता अवस्था। यसो ठ्याक्कै बालकुमारी ललितपुर अनि बुझक छ अवस्था यहाँको। अहिले चाहिँ पुरै आर्मीले नै निस्किसकेको अवस्था रहेछ यहाँ चाहिँ। अब यसो रमितेहरू होला होइन। सरी आर्मी निस्किनु भनेको त अब सानो कुरा चाहिँ होइन सबैलाई कसैलाई केही नहोस् भन्ने शुभकामना हो। तर आर्मी निस्किसकेको रहेछ। यतातिर चाहिँ के भयो र कि यस्तो छ। यसो आन्दोलन गर्ने भन्दा नि बढी म जस्तै रमितेहरू होला नि होइन। यो झन्डा बोक्ने चाहिँ नमुना कलेक्ट गरायो भने अहिले केही भइहाल्यो भने फर्स्ट आउने तिनीहरूलाई नै हो। यस्तो छ है। 3-4 लेयरमा आर्मीहरू राखिरहेको रहेछ। ऊ पर छ काठमाडौँ साइडमा एक लेयर होइन अनि यहाँ बिचमा एक लेयर अनि यो चाहिँ अब ललितपुर साइडको भइहाल्यो है। यता चाहिँ यस्तो छ है कन्डिसन। अनि मान्छेहरू हिँड्न त हिँडिरहेछ भए पनि अब यो अलिक आर्मीहरू देखेपछि चाहिँ डेन्जर सिचुएसन नै आएको हो कि भन्ने फिल आउँदो रहेछ क्या भित्रैबाट नै। यो पुलिसहरू देख्दा त अब पुलिस मेरो साथी भने जस्तै लाग्यो। तर आर्मी त मेरो साथी होइन। देशको रक्षक हो आर्मी भने। सो यो टोली नै निस्किसकेपछि क्यामेरा पनि लिएर आउन पाएन मैले चाहिँ है अनुमति नपाएर। निस्किन्छ भनेर क्यामेरा स्यामेरा सब गरिदिएर क्या। वाह के अलियर मिलाएर राखेको छ यार। सही हो। अब अलि अगाडि चाहिँ बालकुमारी पुल है त। अनि यिनीहरू चाहिँ यस्तो छ यार ड्याङ स्याङ हो ड्याङ या लागिरहेको छ ल। सही हो सही केही होला जस्तो छ यहाँ। एउटाले म यो अब मतिरै थाक्दैछ एउटाले चाहिँ होइन।
अब मान्छेभन्दा बढी आर्मीहरू छन् यहाँ चाहिँ छन छ होइन भए पनि यस्तो डेन्जर सिचुएसन चाहिँ मैले खासै देखाएको थिइनँ अहिलेसम्म पुरै आर्मीहरू तयारीमा छन् यार यो के आठ कि पार हुने स्थिति नै होला सायद अब के राजा यिनीहरूले नै ल्याउने हुन् यो आर्मीहरू निस्किसकेपछि होइन भने अब केही पनि हुँदैन यिनीहरू निस्किसकेपछि चाहिँ अब यिनीहरूकै हातमा सिचुएसन जति यिनीहरूकै हातमा छ जस्तो भन्ने फिल भइरहेछ है मलाई चाहिँ है यिनीहरूले बढी ठोक्यो भने त सबलाई सघाउँछ होला एकै लटमा अगाडि जाउँ फायर हानिसक्यो है त ल एउटा टियर ग्यास हो कि हवाई फायर हानिसक्यो है त्यहाँ अगाडि चाहिँ अब मलाई आयो यहाँबाट होइन लगाड्यो भने चाहिँ पुलबाट सिधै तल हान थाल्नुपर्छ पुलिसहरू चाहिँ उता छन् थोरै थोरै ट्रुप्सहरू होइन पुलिसहरू चाहिँ सानसानो ठाउँहरूमा मात्र राखेर चाहिँ क्या अनि यो ओ तेरी वाट द फक यार ऊ माथि गाडी चलाइसकेछ ऊ माथि ओ सेट के मुलाहरू खाथे अरे यार साला ऊ माथि चाहिँ गाडी चलाइसकेको अवस्था रहेछ है यस्तो छ है त यहाँको अवस्था चाहिँ गाइस अब यो भ्लग मैले यहीँ गरेर म चाहिँ अब कोठातिर लाग्ने होइन यहाँ बसेर खासै काम छैन अब हुलुलमा जिउ जोगाउनु अनि कालमा जिउ जोगाउनु भन्छ होइन म चाहिँ लाग्ने अब बेकारको यहाँ बसेर केही काम छैन अहिले लट्ठी मात्र खाइला जस्तो लाग्यो है त